हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। अन्त आज चाहिँ हो मेरो हस्बेन्डको बर्थडे है। र आज चाहिँ यहाँनिर ड्युटीबाट पनि ढिलो आइभयो होइन, किन कतिवटा कामले गर्दा चाहिँ म ढिलो आइपुगेँ नि त, किनभने आइसुनालाई लिनु गएँ। त्यसपछि फेरि अलिअलि सपिङहरू गर्नु थियो, त्यही भएर चाहिँ ढिलो आइपुगेँ। किन हस्बेन्ड चाहिँ ड्युटीमा हुनुहुन्छ र उहाँको लागि एउटा सरप्राइज प्लान गर्दैछु। प्रिपरेसन गोइङ अन, पुरा मेस भइरहेको छ। तपाईँहरूलाई अलिकति देखाउँछु के कस्तो हुँदैछ, अन्त उहाँको सरप्राइजको रियाक्सन पनि के कस्तो हुन्छ हेर्नुहोस् ल। यतिको चाहिँ मैले बनाइसकेँ है। यहाँ आइसनाले मुई आफै फुलाउनु भएको ला, खुस भयो नि हो, खुस भयो। पार्टिसिपेन्ट्सहरू यहाँ चाहिँ गाइस आइसले पनि गर्छ। अहिले आइसले फुलाउनु चाहिँ यतिको भइसक्यो। अहिले के हुन्छ तपाईँहरूलाई देखाउँदै कसरी। बर्थडे बोय आइपुग्यो भने चाहिँ रड्डी हुन्छ। लु 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 हाम्रो डेकोरेसन चाहिँ यतिको भइसक्यो। एउटा बलुन झरेर ढाल्दैछ हो, टक्कै यतिको भएको छ। अब यहाँ केकहरू अब ढिलो ढिलो आइपुग्नुहुन्छ अरे, किनभने ड्युटी अलिकति लेट लाग्ने रहेछ हो, लेटसम्म लाग्ने। सरप्राइज हो गाइज। अब दुःख सुख यतिको बनाइसक्यो। अब यसमा बलुन्सहरू लगाएर तपाईँहरूलाई देखाउँछु के कस्तो हुन्छ। ऊ आइसिले फुलाउँदै कमान आइसक्यो क्यान डु इट। ल बाबाई गाइस, के छ दग दिदिएको दिदीलाई, दग यहाँको बस लुगान लाउनु हुँदैन है, सुतेको हेर्नु अल्छी लागिरहेछ आज आइसीलाई। ऊ बहिनी टेन टेन दिनुहोस् बाबाको बर्थडेमा बहिनीलाई। उठेर चेस गर्नुपर्छ बहिनी, खोलिदेऊ न। एन्जल हामी त बर्थडे बोयलाई पर्खिरहेको। यो एन्जलको, यो मेरो बर्थडे बोय टाइम लाग्छ अरे नि त आउनु। हामी यहाँ बर्थडे स्टार्ट। चेस गाइस। लु एन्जल यो दिदीको, यो मेरो। नो 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 दिदीको, दिदी पक्र। यो मेरो जहिले यसमा खाने हो नि त। हुँदैन बाबु हुँदैन, यो मेरो हो ल। ग्लास गर्न आऊ न। लु छिटो चियर्स चियर्स, उठेर आऊ। लु छिटो अलिक यता आउनुहोस् न, उठेर आउनुहोस् न, दुईजना आऊ न, छेउमा आऊ न गाइस। दिदीलाई चाहिँ मलाई याद छ नि, अल्छी लागेको छ। चियर्स। बोयको लागि देखाउँछु तपाईँहरूलाई। चिकन करी बनाउँदैछु, राइस छ है। यो चाहिँ हो तपाईँको कर्ची मर्ची, कर्ची मर्ची। अन्त यहाँ चाहिँ छ फिस फ्राई, फिस फ्राई छ है। दाल छ हो, आउनु हुँदैछ। यस्तै छ गाइस। अब ड्युटी आइसु। बाबालाई के भन्नु छ एजल, रु भन्नु अङ्कल ह्याप्पी बर्थडे अङ्कल भन्नु। के भन्नु छ अङ्कललाई? अरू अरू ह्याप्पी बर्थडे अङ्कल मात्रै त्यति? के भन्ने अरे भन भन न, भन न, राम्रो भन्दैछु त। ड्युटी राम्रो गर्ने। आइसले यता फर्केर लु। हात बाहिर निकालेर भन्नु न कसरी। उठेर भन न यस्तो गरेर, आई लभ यु बाबा। कस्तो के भन्ने अरे बाबालाई? आई लभ युमा यस्तो भइरहेछ आज, अल्छी लागेछ उसलाई है। टाइम पनि निकै भइसक्यो। अब बर्थडे बोयलाई पर्खिरहेको। अब बर्थडे बोयलाई त थाहा छैन के छ भनेर हो, सरप्राइज यतिको भइरहेको छ है। अब खै बर्थडे बोय आउनु मात्रै बाँकी छ गाइस। आइ एम सो एक्साइटेड। हेर्दै गर्नु होला। यो चाहिँ हो आज बर्थडे बोयको केक। ह्याप्पी बर्थडे डियर हस्बेन्ड। एन्जल दिदी पनि गएको। जाउँ एन्जल दिदी ल। हुन्छ जाउँ। बहिनी बहिनी बाबा आइज हेर्नु त, सरप्राइज गर्न जाउँ न। जान इसी गरेको यहाँ त बाबा सरप्राइज। बहिनीलाई म यसो बोकेर लान्छु नि। भोलि बिहान हेर्नुलाई भिडियो। बहिनीले भिडियो नगर्ने हो होइन, बहिनीले अहिले सरप्राइज गर्छ बाबालाई। बत्ती बेला मार न, यहाँको अङ्कलले हल्ला गरे। अङ्कल यहाँको हल्ला भन् यहाँ बत्ती बेला भिडियो हुँदैछ।
लाग्यो बहिनीले लुगा लादे बहिनी पर्खिँदा पर्खिँदा सुते कि बहिनी घर भनेको सक्दिनँ म बहिनी सक्दिनँ म अरे सरप्राइज सरप्राइज जान्छ होला नि जान्छौ त्यो पानी जस्तो त कैसे लगा हमारा सरप्राइज हामीले तर छिटो आगोलाई खतरा हुने रहेछ कच्ची मर्ची पकाएर चिकन पकाएर खैको कस लु आउनुहोस् यहाँ बर्थडे बोय आइसक्यो हो हाम्रो सरप्राइज सक्सेस हो पुरा ढिलो भयो छुट्टी है कति बजिसक्यो लु हेर्नुहोस् त केक हेर्नु न केक केकको निकालेर राख्नु न लु बर्थडे बोय आइसक्यो हाम्रो सरप्राइज इज सक्सेस यहाँ दिदीले कार्ड बनाइदिन्छ हो एकछिन सबैजना बसौँ ल म नआउनु कहाँबाट यस्तो हो बाबा भएको आउनुहोस् बाबा यत्रै भएको कसो लानु स्कुल स्कुल कसो लान्थ्यो ल म त्यहाँ गुरुजीको नाच है माथि आन्टी फोटो खिच्दिनँ उलिस पकाएको नि यहाँ उसमा रातोमा केक कटिङ सेरेमनी हुन आँटेको छ 11 बजे केक काट्दैछु म झन्डै बर्थडे सक्नु आँटिसक्यो आज बिच डर्दो लाग्नु पऱ्यो One, two, three. Blow गर्नु न पहिला ब्लू बनाउनु र त्यो चाहिँ गर्नु न यहाँ बालिरहेछ Happy birthday to you. Happy birthday to you. Happy birthday dear Baba. Happy birthday to you. May God Bless you. May God bless you. Happy birthday dear Baba. Happy birthday to you. Yeah. Godलाई चढाइदिनुहोस् अच्छा सात र मेरो बाबालाई खुसी भएको नि लु बाबालाई बाबालाई यो लगाइदिनुहोस् फोटो खिचिदिन्छु Happy नि birthday. Video गर्न खाना खाना कार्ड बनाएको हामी दुईजना कुरा Happy birthday. Thank you so May much. God bless you. चुप्टियो आइज दिदी आउनु ल आइज दिदीले लगाइदिन्छ अब ल तान्नुहुन्न बाबा ल Thank you. कार्ड बनाएको राङ्कामै छुटेछ भन न One more surprise. बहिनी बहिनी यो त हो नै मलाई थाहा थियो सरप्राइज सही छ होला हरे भारी छ त सरप्राइज ल अब
सब्जी हालिदियो लु हेर्नु अब सरप्राइज के रहेछ लु हेर्नुहोस् ल तिमी नै ओ माई गॉड के खाऊ न बहिनी आज किन आज ढिलो काटेर गर्नु खाऊ। चाहिँ यहाँ घुमेको ल छिटो वान बहिनीलाई बहिनी लुगा मैला हुन्छ नि बाबालाई हेर्नु दिनु नि तिमी त्यो पनि ब्याग पक्रिदिनुहोस् न बेबी वान आइटम इज द्याट होप यु लाइक इट अलिकति ओभर साइज टाइपको शीतल हुन्छ लेफ्ट खानु न लेफ्ट उयो हुन्छ होला है मैला लाग्दैन दिस इज अल्सो टी सर्ट कस्तो छ राम्रो छ सब लास्ट छ त केटी मैले अलिक ठुलो उयो अलिक ठुलो ल्याइदिएको ट्याप्पै हुन्छ थ्याङ्क यू त्यो खाँदैन यो खाँदैन यो खान आँटिसकेको छ दुईजनाले खान आँटिन्छ खाऊ केक खाऊ दुईजना यो चाहिँ बक्सर हो यसो यो लगा सुत लास्ट छ बटेको भाइको गाइस यसो लगा सुत आज आयो ओ माय गॉड यो लगा कहाँ जानु नि अब साइज हुन्छ कि हुँदैन चप्पलको चाहिँ बिट कन्फ्युज कि 41 छ त क्यान यु ट्राई ट्राई गर्नु न ट्राई गर्नु न किनभने म कति कन्फ्युज भयो कि नम्बर हैन नि त लाउनु न यो अलिकति किनभने सानो लाग्यो नि त मैले ट्राई गर्दा पनि ठिकै हुन्छ हेर्नु ल ठिकै हुन्छ उता देखाउनु त हो अर्को ल्याएको चाहिँ अलिक ट्याप्पै हुन्थ्यो होला कि ठिकै छ है उता फर्किँदा ठिकै छ ओके छ घरमा बस्दा ठिकै छ त्यसै त चप्पल सुन्दैन त्यो वाइट यो चाहिँ ब्रान्डेड हो नि हौ बुढो राम्रै हुन्छ होला हौ सो यहाँ राख्नुहोस् अहिले त्यो मैले लाग्छ होला हामी त्यसो त्यहाँ गएको गाइस बाइ बाइ सो मलाई थाहा थियो अब के गिफ्ट त पाउँछ होला नि सरप्राइज चाहिँ एक्सपेक्ट गरेको थिएन सरप्राइज चाहिँ एक्सपेक्ट गरेको थिएन कस्तो लागेको छ लु भन्नु न हामीलाई लु सेयर गर्नु न सरप्राइज नै बहिनी बाबालाई भन्नुहोस् भन न कस्तो लाग्यो भन न एन्जल आइस्ना अनि म भएर गरेको लु छिटो के भन्नु छ यता हेरेर भन्नु थ्याङ्क यू सो मच अनि पिक गरेको आज यस्तो के सर्ट टाइममा अस्तिदेखि सोचेको थिएँ हामीले यिनीहरू त अस्ति मगाएर लुगाइरहेको थियो नि यिनीहरू त बहिनीले बलुन फुलाएको छ अहिले भरे भिडियोमा हेर्नु न है बहिनी लु भन्नु कस्तो लाग्यो थ्याङ्क यू सो मच इट वाज भेरी सरप्राइज थियो अब मलाई थाहा थियो तर गिफ्टहरू चाहिँ आउँछ भनेर कि मेसेजको मलाई थाहा थियो अब गिफ्टमा त अब यस्तोमा त अब उति नै छ कि पुरा है तर अब यो टाइममा चाहिँ रुन्दै रहेछ बिचरा इमोसनल भएको केक सक्न आँटिसकेछ दुईजना लुकेर्दै अहिले 11 भइसक्यो ल खाँदै रहेछ थ्याङ्क यू सो मच है थ्याङ्क यू फर वाचिङ सब्सक्राइब आवर च्यानल फलो आवर पेज है लट्स अफ लभ अनि जतिजनाले विश गरेको छ थ्याङ्क यू भन्नुहोस् न थ्याङ्क यू सो मच सबैजनालाई है तपाईँको सो लभली विशेषहरू पठाउनु भएको थियो है थ्याङ्क यू सो मच मैले कमेन्ट रिप्लाई पनि गरेको छु ल्याएको छु सबैलाई अब इन्डिभिजुअल दिए पनि है मेरोबाट सबैबाट होइन थ्याङ्क यू सो मच है अब यसपालि चाहिँ यस्तै भएको अब है ड्युटीबाट भर्खर आएको थियो सो अनएक्सपेक्टेडली अब सरप्राइज पनि पाइयो है डेकोरेसन कस्तो लाग्यो बाइ द वे भेरी ग्रेटफुल है बाइ द वे डेकोरेसन कस्तो लाग्यो हाम्रो खाइसक्नु आँटिसक्यो डेकोरेसन कस्तो लाग्यो हौ अस्ति मगाएर लुगाइरहेको थियो नि हामीले यताको लाइट निकालेको थियो यस्तो उहाँको चाहिँ यस्तो हुन्छ मलाई थाहा थियो यस्तोमा त अब के भन्नु अब आयो फङ्सन्सतिर यस्तोमा त यस्तै हो